अर्घाखाँची, पाल्पा, बागलुङ पर्वत, स्याङ्जा र प्युठान जिल्लाले घेरिएर नेपालको मध्य पहाडमा अवस्थित ऐतिहासिक र धार्मिक क्षेत्र हो गुल्मी। धेरै जिल्लाहरूसँग जोडिए पनि सडक पहुँचका कारणले पाल्पा हुँदै रिडी नै गुल्मीको मुख्य प्रवेशद्वार हो। रिडी, जसलाई हामी रुरु क्षेत्रका नामले चिन्दछौँ, नेपालका 4 धाम मध्ये एक धाम रुरु क्षेत्र हो। यो कालीगण्डकी तटमा अवस्थित छ। कालीगण्डकी नदीमा गरिने स्नानले पुण्य प्राप्त हुने जनविश्वास रहिआएको छ। 3 मुखे पुलको निर्माणले 3 जिल्लाको सङ्गमका रूपमा यस क्षेत्रको सौन्दर्यता र सम्भावनालाई थप उजागर गरेको छ। रुरु क्षेत्रसँगै सुरु हुन्छ गुल्मी। आफ्नो मौलिक पहाडी घर आँगन मनमा सजाउँदै हामी आइपुग्छौँ ऐतिहासिक नगरी सदरमुकाम तम्घास। चिसो मौसम, सफा घरबस्ती र सडकहरूसँगै लोभलाग्दो शीतलता र सौन्दर्यतालाई मन नपराउने कोपो होला र जहाँ अर्जुनको काखमा ऐतिहासिक तम्घास्थान मन्दिर सहित विभिन्न कोट, मठ मन्दिर, प्राकृतिक भूबनोटले मन्त्रमुग्ध बनाउँदछ। तम्घासलाई काखमा लिएर आफ्नो वरिपरि 15 भन्दा बढी गाउँ बस्तीलाई साथमा राखेर बसेको अग्लो पहाड नै रेसुङ्गा हो। रेसुङ्गालाई हामी अनेक नाम लिएर पुकारछौँ, सम्झन्छौँ। देवभूमि, पुण्यभूमि, तपोभूमि र सिद्धभूमिको रूपमा, जहाँ विवाण्डक ऋषिका पुत्र ऋष्यशृङ्ग ऋषिले 100औं वर्ष तपस्या गर्नुभएको थियो। जनआस्था, पुराण र धर्मशास्त्रमा लेखिए अनुसार पनि एउटा आम मान्यता छ कि अयोध्याका प्रतापी राजा दशरथलाई पुत्र प्राप्ति नभएपछि शृङ्ग ऋषिले गराएको पुत्रेष्ठी यज्ञ मार्फत भगवान राम, लक्ष्मण, भरत र शत्रुघ्न जन्म भएको मान्यता यस क्षेत्रमा विद्यमान रहिआएको छ। आज पनि थुप्रै निसन्तान दम्पति आफ्नो सन्तान प्राप्तिका लागि रेसुङ्गा आएर वरदान मागेको देखिरहन पाउँछौँ। मान्यता यतिसम्म व्याप्त छ कि भगवान राम वनवासबाट फर्किसकेपछि ऋषिलाई भेट्न रेसुङ्गामा आउँदा पानीको अभाव देखिसकेपछि बाणको माध्यमबाट कुवा बनाउनु भएको ठाउँलाई रामकुवाको रूपमा देख्न सक्छौँ। सिद्ध बाबाबाट अलि तल आउँदा यज्ञशाला ऐतिहासिक साक्षी बनेर आजसम्म अखण्ड हवन गर्दै यस क्षेत्रको अर्को आस्थाको केन्द्र बनेको छ। जब हामी यज्ञशाला, रामकुवा, गरुडस्थान हुँदै पोखरी झर्छौँ, फेरि एउटा महान परम्परा र अटल आस्थाले हाम्रो मन मस्तिष्कमा भक्ति र श्रद्धाको भावनालाई जागृत गर्दछ। 4 धाम र हाम्रा महत्त्वपूर्ण तीर्थस्थलबाट जल ल्याई तपस्वी बाल ब्रह्मचारी लक्ष्मीनारायण महाप्रभुले महापोखरी स्थापना गर्नुभएको थियो। साउन महिनाभर र अन्य महत्त्वपूर्ण धार्मिक दिनहरूमा महापोखरीमा स्नान गर्ने हजारौं भक्तालुहरूको घुइँचो लाग्ने गर्दछ। पोखरीबाट पूर्वपट्टि लागेपछि आउँछ सानो रेसुङ्गा, जहाँ हाल स्वामी तदार्थनन्दले तपस्या गरिरहनु भएको छ। तलपट्टि भुवने डाँडामा रामसीता मन्दिर समेत छ। चौतारा क्षेत्रमा योगी नरहरिनाथले स्थापना गरेको गौशाला छ। अहिले पनि 300 रैथाने गाई रहिआएका छन्। गौशालाको तलपट्टि साउने क्षेत्र छ। साउने स्थित शिवालय पुरातात्विक मन्दिर हो, जसलाई स्वामी शशिधरको हिउँदे आश्रमको रूपमा समेत चिन्दछौँ। रेसुङ्गा धार्मिक आस्थाको केन्द्र त हो नै, सँगसँगै क्रान्तिकारी विचारको जननी समेत हो, जहाँबाट स्वामी शशिधरले जसमनी विचारको प्रतिपादन गर्नुभएको थियो। हाल यो सम्प्रदायभित्र 50 लाख भन्दा बढी अनुयायीहरू नेपाल, भारत, बर्मा र थाइल्याण्ड लगायतका देशमा छन्। एउटा यस्तो विचार जसले त्यो अँध्यारो युगमा पनि छुवाछुत विरुद्ध बोल्ने हिम्मत गरेको थियो, विधवा विवाहलाई मान्यता दिएको थियो, चेतना र ज्ञानको माध्यमबाट समाजलाई उज्यालोतर्फ पाइला चाल्न सिकाएको थियो। घना जङ्गल र अग्लो डाँडाबाट देखिने धौलागिरी, नीलगिरी, अन्नपूर्ण र माछापुच्छ्रे लगायतका हिम श्रृङ्खलाहरू रेसुङ्गातर्फ फर्किएर मुस्कुराइरहेका छन्। विश्वको दुर्लभ मानिने काँडे भ्याकुरदेखि करिब 300 प्रजातिका चराहरूको चिरिबिरी सहितको वासस्थान रेसुङ्गाको अहिलेको नयाँ परिचय हो। औषधीय गुण भएका जडीबुटीहरू र दुर्लभ वन्यजन्तुले रेसुङ्गाको परिचयलाई थप आकार दिएका छन्। आज रेसुङ्गा हिजो जस्तो छैन। कालोपत्रे सहितको सडक निर्माण भएको छ। 1000 भन्दा धेरै सिडी निर्माण भएका छन्। करोडौंको लगानीमा आधुनिक र आकर्षक पार्कहरू छन्, जसमा घण्टौं बितेको पत्तै हुँदैन। रेसुङ्गा, रुरु क्षेत्र, विचित्र गुफा, ऐतिहासिक धुरकोट, मुसीकोट, इस्मा दरबारका कोटहरू, मालिका मन्दिर, चक्रेश्वर, श्रृङ्गा मन्दिर, कङ्के देउराली, टिमुरे जस्ता महत्त्वपूर्ण सम्पत्तिहरू हामीसँग छन्। यस्तै सम्भावनालाई मध्यनजर गर्दै रेसुङ्गा नगरपालिकाले एउटा अभियान सुरु गरेको छ, जाऊ हिँड रेसुङ्गा। नेपालको पर्यटकीय राजधानी पोखरा
तराईका नयाँ सहरहरू र मित्र राष्ट्र भारतसँग नजिकैको दूरीमा रहेको रेसुङ्गा क्षेत्रलाई पर्यटनसँग मात्र जोड्यौँ भने यस क्षेत्रले काँचुली फेर्नेमा शङ्कै छैन। नयाँ रोजगारी, उत्पादन र लगानीले सकारात्मक आशाको सञ्चार पक्कै गराउनेछ, ग्रामीण अर्थतन्त्रको स्वरूपलाई बदल्नेछ। यो एउटा अभियान हो, आशाको अभियान, समुन्नतिको अभियान, कार्यक्रमको अभियान र एकताको अभियान हो। त्यसैले यो अभियानसँग हातेमालो गर्दै थप सफलताका लागि सहयोग गरिदिनु हुन रेसुङ्गा नगरपालिका सम्पूर्णमा हार्दिक अनुरोध गर्दछ। हिँड्नु छ साथ, खन्नु छ गोरेटो, पेटाउनु छ गन्तव्य। त्यसैले त आऊ जाउँ हिँड रेसुङ्गा, जाउँ हिँड रेसुङ्गा, जाउँ हिँड रेसुङ्गा। धन्यवाद।